काठमाडौँ बस पार्क आज 21 गते हाम्रो गाडीहरू सबै खोलिसकेको छ। यतिखेर काठमाडौँ बस पार्क दानको ट्र्याकको दानको गाडीहरू सबै खोलिसकेको छ। आजदेखि गाडी पनि यातायात सबै सञ्चालन भइसकेको छ। आउनुहोस् है, टिकट लिएर जानुहोस्। अब हजुरहरू ढुक्क भएर बन्द खुलिसकेको छ। हाम्रो गाडी पनि देख्नु सबै दानको ट्र्याक बेलुका 6:15 बजेको गाडी हो यो है। आउनुहोस्, काउन्टरमा आएर टिकट काटेर तपाईँ ढुक्कसँग बन्द खुलिसकेको छ, टेन्सन नगर्नुहोस्। अहिले बन्द कहिले खुल्छ भनेर फोन गरिराख्नु भएको थियो। सबैजना यात्रु महानुभावलाई म के भन्न चाहन्छु भने ल आएर बस पार्कमा आएर आफ्नो सिट सुरक्षित गर्नुहोस्, टिकट काटेर गन्तव्य आफ्नो घरसम्म जान सक्नुहुन्छ। काठमाडौँ बसेर कति खर्च पनि भएको होला, कसैलाई धेरै समस्या पनि छ होला, त्यसको लागि आजदेखि टेन्सन छैन है। ल खुलिसकेको छ, झर झर झरना को पानीले पार मार्यो।